बैरागी मोक्तानहरूले ठाउँ पाउने छैनन्। पछिल्लो समय तामाङ गीत सङ्गीतमा लाग्नेहरूको ताती लामै छ, तर ती मध्ये 80% गायक गायिकाहरू तामाङ कला संस्कृतिको संरक्षण भन्दा पनि रातारात भाइरल हुने प्रतिस्पर्धामा उद्धत देखिन्छन्। अर्थात् उनीहरूको सृजनामा न त तामाङ मौलिकपन भेटिन्छ न त तामाङ कला संस्कृति नै झल्किन्छ। यही भिडमा एकजना कलाकार भने कागको हुलमा बकुल्ला जस्तै छुट्टै देखिन्छन्। उनी हुन् बैरागी मोक्तान, जसको हरेक गीतमा तामाङ मौलिकता भेटिन्छ। उनको भिडियोमा तामाङ गोइलालाई त्यति स्थान दिएको नपाइए पनि उनको गीतमा मौलिकता धड्किन्छ। उनको गीतहरू युट्युबमा मिलियन पटक पनि हेरिएका छन्। यति बेला तामाङ जातिको महान पर्व सोनाम लोछार नजिकिँदैछ, जसको लागि स्वदेश तथा विदेशमा रहेका तामाङ जातिका लागि भन्दै खोलिएका तामाङ सङ्घ संस्थाहरूले सोनाम लोछार मनाउनको लागि कलाकार छान्न आन्तरिक रूपमा व्यापक छलफल गरिरहेका छन्। तर दुःखका साथ भन्नुपर्छ, ती संस्थाहरूको रोजाइमा यसपालि पनि बैरागी मोक्तानले ठाउँ पाउने छैनन्, किनकि उनी ट्रेन्ड होइन, मौलिकता रोज्ने कलाकार हुन्। सन् 2023मा नेपाल प्रवासी तामाङ समाज कतार आफै अग्रसर भएर यिनलाई वैदेशिक साङ्गीतिक यात्रामा डोराए। तर विडम्बना, उनी जस्ता मौलिकतामा रहेर कलाकारहरूलाई मौका दिने संस्था पनि आन्तरिक मतभेदका कारण दुईचिरा पर्यो वा पारियो, भगवान जाने। तामाङ जातिको लागि खोलिएका सङ्घ संस्थाहरूले साँच्चीकै आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने हो भने यिनी जस्ता मौलिकतामा रहेर बाँच्ने कलाकारहरूलाई पहिलो प्राथमिकतामा राखेर मौका दिनुपर्छ। संस्कृति ट्रेन्डले होइन, मौलिकताले बच्छ। मौलिकतालाई सम्मान गरौँ।